गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6 मा रहेको साङ्ग्रिला पब्लिक स्कुलले आफ्नो खेलकुद सप्ताह माघ 22 गते एक भव्य कार्यक्रमका साथ सुरुवात गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम गौतमको अध्यक्षता र गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक डम्बर विष्टले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि र विद्यालयका अध्यक्ष, सहप्रधानाध्यापक र शिक्षकहरूले संयुक्त रूपमा बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै विद्यालयका सहप्रधानाध्यापक डम्बर विष्टले खेलकुदले विद्यार्थीको जीवनमा पार्ने प्रभावको बारेमा प्रकाश पारेका थिए। We do every year, and this games and sport is a part of education. Education without games and sport is incomplete, and sports without education is incomplete. We think in that way, and it's very important for the development of the student, physically, socially, and emotionally. We have around more than 14 items, different items from junior level to senior level. We do from nursery, and nursery they will have different items, and the senior they will have another items. So we have 14 to 15 items all together, and this sports we will complete within 3 days. We are hoping so to complete within 3 days, and every Friday we do the ECA, and we have futsals and basketballs, and that final we will carry out because we don't need to do now futsals and basketballs. Just we have to do semi-final and final only. Yes, generally games and sports is very much important. If I have to say, the father of India, Mahatma Gandhi, he never involved in games and sports. More or less, he was good in education. But his friend compelled him one day, to take part in the games and sports, and he took part in the long jump. And he could not jump well, and he broke his leg also. So a student, if from the beginning, if a student is very much good in games and sports, certainly he will be able to be good in education also. So we feel that education as well as games and sports should be taken together. We have to carry out together. We have medals and certificates, and sometimes we have a token also. Very thank you very much to our parents, well-wishers, and they have been sending their children to our schools, believing us, trusting us, and we have a good cooperation with the parents also. Until now, they are very much positive with us. कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामाले साङ्ग्रिला स्कुलले खेल क्षेत्रमा पुर्याएको योगदानको मुक्त कण्ठले प्रशंसा गरेका थिए। उनले विद्यार्थीलाई खेल सँगसँगै पढाइलाई पनि अगाडि बढाउन अनुरोध समेत गरेका थिए। स्कुलले चाहिँ यो स्पोर्ट्समा चाहिँ धेरै नै यसले एउटा लगानी गरेको पनि छ र त्यसको लगानीको फिडब्याक पनि पाएको छ। किनभने बिकज अफ रसिक सर हैन, रसिक भाइले एकदमै दुःख गर्नुहुन्छ, किनकि उहाँ पनि एउटा स्पोर्ट्सम्यान हुनुहुन्छ हैन। उहाँले गरेको धेरै, म उहाँलाई जहाँ भेट्दा पनि जुन प्रोग्राममा पनि उहाँले चाहिँ पार्टिसिपेट गर्नुहुन्छ र यो स्कुललाई उहाँले सिल जिताएरै ल्याउनुहुन्छ हैन। अस्ति भर्खर पनि मैले भेटेको थिएँ, सिल लगेर कहाँ राख्नुहुन्छ तपाईँ भनेर सोधेको थिएँ। आज मैले हेर्न पाएँ, धेरै खुसी लाग्यो हैन। अब भाइ बहिनीहरूलाई चाहिँ यो स्पोर्ट्स सँगसँगै एजुकेसन पनि मोस्ट इम्पोर्टेन्ट हो र स्पोर्ट्स पनि चाहिँ इम्पोर्टेन्ट छ, किनभने यो एजुकेसनले चाहिँ हामीलाई भोलि फ्युचर बनाउँछ भने स्पोर्ट्सले पनि फ्युचर बनाउँछ, प्लस हेल्थलाई पनि यसले एकदमै हेल्थलाई पनि यसले एकदमै सपोर्ट गर्छ। त्यो कारणले चाहिँ खेलको साथसाथै शिक्षा पनि तपाईँहरूले अनिवार्य छ। यसलाई चाहिँ दुवैले चाहिँ महत्त्व दिएर चाहिँ अगाडि बढ्नु होला हैन। भोलिको दिनमा स्पोर्ट्स खेलेर पनि आफ्नो बुवा आमाको, आफ्नो स्कुलको, आफ्नो कलेजको, आफ्नो देशको चाहिँ अन्तर्राष्ट्रिय स्तरमा चाहिँ नाम राख्नलाई चाहिँ हैन, अहिले खेलले त धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ। किनभने अहिले नेपाली क्रिकेट चाहिँ टोलीलाई नचिन्ने सायद कमै हो। कार्यक्रममा विद्यार्थीले नेपाली मौलिक संस्कृति झल्कने स्वागत नृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीको परेडले कार्यक्रमको रौनकता थपेको थियो। 40 भन्दा बढी विधामा विद्यार्थीले कक्षागत समूहमा प्रतिस्पर्धा गर्ने विद्यालयका सहप्रधानाध्यापक डम्बर विष्टले गोकर्णेश्वर अनलाइनलाई बताए।
खेलकुद कार्यक्रम 1 सातासम्म चल्ने विद्यालयले जनाएको छ। विजेतालाई सिल, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने विद्यालयको तयारी छ।